नमस्ते गोर्खाली नरेश युट्युब च्यानलमा आज चाहिँ हामी चाहिँ सैलुङसम्मको यात्रामा छौँ। तपाईँहरू सामु चाहिँ अब सैलुङको भिडियोहरू आउन सक्छ। सैलुङको भिडियोहरू आउँदाखेरि तपाईँहरू चाहिँ लाइक कमेन्ट सेयर गरेर अनि युट्युबलाई चाहिँ सब्सक्राइब पनि गर्नु। अहिले हामी चाहिँ दोलखा र रामेछापको सिमानामा छौँ। यसरी यो पूर्वी भाग चाहिँ दोलखा जिल्ला पर्ने रहेछ भने अनि यो दक्षिण भाग हुनुहुन्छ, दक्षिणतर्फ पर्ने यो चाहिँ रामेछाप जिल्ला बनिन्छ है। यो साइड दक्षिण साइड चाहिँ रामेछाप, त्यसपछि यो पूर्वी साइड चाहिँ दोलखा। हामी बिचमा छौँ। यहाँ सेती देवीको मन्दिर देख्न सक्छौँ। सेती देवी माताले हामीलाई आशीर्वाद दिउन्। म लगायत मेरो भिडियो हेर्ने तपाईँहरू सम्पूर्णको नवग्रह शान्ति गर्नुहोस्, दुःख पीडा हरण गरिदिनु होला, मनले आँटेको कुरा पुरा गरिदिनु होला। यहाँ चाहिँ चौरी गाईको दुधको चिया पाइन्छ। दुधको चिया चाहिँ 50 रुपियाँ र जडीबुटी हालेको चिया चाहिँ ब्ल्याक टी चाहिँ जम्मा 30 रुपियाँ रहेछ है त। डाँडै डाँडाको कस्तो छ त सैलुङ हेर्नुहोस् है। तपाईँहरूले सैलुङ भनेर सुन्नु भएको होला। सैलुङ चाहिँ सयौँ थुम्काले बनेको एउटा डाँडा हो, एउटा थुम्का हो, जुन चाहिँ रामेछाप र दोलखाको चाहिँ सिमानामा पर्छ। र यहाँको अल्टिच्युडको बारेमा जान्न चाहनुहुन्छ भने यहाँको चाहिँ अल्टिच्युड चाहिँ जम्मा 3200 मिटर समुद्री सतहदेखि 3200 मिटरको हाइटमा रहेछ है।